सबैलाई जय मसीह साथै नमस्कार। सर्वप्रथम परमेश्वरलाई धन्यवाद होस् उहाँको अनुग्रह र आशिषको निम्ति। आज हामीले यस संसारमा न त केही ल्यायौं न त केही बोकेर लैजान सक्छौं भन्ने शीर्षकमा एउटा वचन सुन्नेछौं र सुरुमा एउटा छोटो दृष्टान्त अलेक्जेन्डर द ग्रेटका अन्तिम 3 इच्छाहरूको दृष्टान्तबाट सुरु गर्नेछौं। जब अलेक्जेन्डर द ग्रेट राज्यहरू जितेर आफ्नो देश फर्किए उनी बिरामी परे, जसले गर्दा उनलाई मृत्यु शय्यामा पुर्यायो। उनले आफ्ना सेनापतिहरूलाई भेला गरे र भने, म चाँडै यस संसारबाट बिदा हुनेछु। मेरा 3 इच्छाहरू छन्, कृपया ती सबैलाई असफल नभई पूरा गर्नुहोस्। राजा अलेक्जेन्डरले आफ्नो सेनापतिलाई यी अन्तिम इच्छाहरू पालना गर्न भने। उहाँको पहिलो इच्छा चाहिँ यस प्रकार थियो। मेसिडोनियाका ग्रीक राजा अलेक्जेन्डरले भने, मेरा चिकित्सकहरूले मात्र यानी कि डाक्टरहरूले मात्र मेरो शव पेटिका यानी लास राखेको बाकस बोक्नुपर्छ। दोस्रो इच्छा, म चाहन्छु कि मेरो कफिन चिहानमा लगिँदा चिहानमा जाने बाटो मैले सङ्कलन गरेको सुन चाँदी इत्यादि धनले भरियोस्। राजाले भने। तेस्रो इच्छा, मेरो तेस्रो र अन्तिम इच्छा यो हो कि मेरा दुवै हातहरू मेरो कफिन यानी कि सब पेटिकाबाट बाहिर निकालेर झुन्ड्याएर राखिदिनु। सेनापतिहरूले आफ्नो राजाको अन्तिम इच्छाहरू पालना गर्ने सहमत भए र उनलाई त्यसो गर्नुको कारण सोधे। अलेक्जेन्डर राजाले भने, म चाहन्छु कि यस संसारले मैले भर्खरै सिकेका 3 पाठहरू जानोस्। राजाले आफ्ना इच्छाको व्याख्या गरे र भने, म चाहन्छु कि मेरा चिकित्सकहरूले मेरो सबको कफन बोकुन्, किनभने मानिसहरूले यो बुझ्नुपर्छ कि यस पृथ्वीमा कुनै पनि डाक्टरहरूले कसैलाई पनि मृत्युबाट बचाउन सक्दैन। तिनीहरू मृत्युको अगाडि असहाय यानी कि हेल्पलेस छन्। आफ्नो दोस्रो इच्छाको वर्णन गर्दै राजाले भने, मैले मेरो सम्पूर्ण जीवन धन कमाएर बिताएँ तर मसँग केही पनि लैजान सक्दिनँ। मानिसहरूलाई यो थाहा होस् कि धन भनेको धुलो मात्र हो। तेस्रो, म चाहन्छु कि मानिसहरूले यो थाहा पाउन् कि म यस संसारमा खाली हात आएको थिएँ र खाली हात जानेछु। प्रिय मित्रहरू, मानिस भएर यस संसारमा जन्म लिएपछि यो 100% निश्चित छ कि एक दिन अवश्य मृत्यु हुनेछ। कोही गर्लफ्रेन्ड या बोयफ्रेन्डले धोखा दिएर छोडे जस्तो मृत्युले कहिल्यै धोखा दिँदैन। संसारमा सबैभन्दा विश्वासिलो भनेको मृत्यु मात्रै रहेछ, जसले आजसम्म कसैलाई धोखा दिएको छैन। जब तपाईको जीवनमा मृत्युको समय आउँछ तब कसैले बचाउन सक्दैन। न त कुनै फेमस डाक्टरले बचाउन सक्छ, न त कुनै शक्तिले या वीर पुरुषले बचाउन सक्छ। पवित्र शास्त्र बाइबलमा अयुबको पुस्तक 14 अध्यायको 5 पदले यसरी भन्दछ, मानिसका जीवनका दिनहरू तोकिएका छन्। यसकारण हामी धन सम्पत्ति र हैसियतको घमण्ड कहिल्यै नगरौँ, किनकि उडान पनि जमिनबाट सुरु भएर जमिनमै आएर सकिन्छ। हाम्रो जीवन पनि एक दिन जमिनमै सकिन्छ। मित्रहरू, जब मृत्यु हुन्छ तब तपाईको धन सम्पत्ति, महँगो गाडी, शानदार घरको कुनै महत्त्व हुँदैन। सबै कुरा तपाईले छोडेर जानुपर्छ। हामी त संसारमा एउटा यात्री जस्तो मात्रै हौं। खाली हात आयौं र खाली हात नै जानेछौं, तर जाने चाहिँ कहाँ? जब मृत्यु हुन्छ अनि तपाईको पार्थिव शरीरबाट तपाईको आत्मा चाहिँ निस्केर जानेछ। त्यो आत्मा अमर रहन्छ, न त्यो कहिल्यै मर्छ न त कहिल्यै जल्छ। त्यो बहुमूल्य छ। बाइबलले भजन संग्रह 49 को 8 पदमा यसरी भन्दछ, जीवनको मोल बहुमूल्य हुन्छ, कुनै भुक्तानी कहिल्यै यथेष्ट हुँदैन। प्रभु येशूले मत्तीको पुस्तक 16 अध्यायको 26 पदमा यसरी भन्नुभएको छ, मानिसले सारा संसार प्राप्त गरे तापनि आफ्नो आत्मा चाहिँ गुमायो भने त्यसलाई के फाइदा भयो?
अथवा आफ्नो आत्माको सट्टामा मानिसले के दिएला? प्रियहरू, सारा संसार आफ्नो हातमा पारे तापनि आफ्नो आत्मा चाहिँ नरकमा गयो भने मानिसलाई के फाइदा भयो र? प्रिय मित्रहरू, मृत्यु तपाईको जीवनको अन्त्य होइन, यो त केवल एउटा नयाँ सुरुवात हो। मृत्यु चाहिँ तपाईको आत्माले कुनै एउटा अनन्त ठाउँमा जाने गेट या प्रवेशद्वार जस्तै हो। मृत्युपछि तपाईको आत्माले जाने ठाउँ केवल दुईवटा मात्रै छन्, एउटा नरक अनि अर्को चाहिँ स्वर्ग हो। यिनै दुई अनन्त ठाउँहरू मध्ये एक ठाउँमा तपाईको आत्मा चाहिँ जानेछ। प्रिय मित्र, मृत्युपछि यी दुई ठाउँ मध्ये तपाईँ चाहिँ कुन ठाउँमा जाँदै हुनुहुन्छ? के तपाईँले मृत्युपछिको अनन्त जीवनको विषयमा कहिल्यै केही सोच्नु भएको छ? मृत्यु पश्चात के तपाईँ म स्वर्ग जान्छु भन्ने निश्चित हुनुहुन्छ कि दोधारमा हुनुहुन्छ? प्रिय मित्रहरू, आजै सुनिश्चित हुनुहोस्, मृत्युको उमेरसँग कुनै सरोकार हुँदैन। के थाहा, तपाईको आजै पनि मृत्यु हुन सक्छ। हामीलाई स्वर्ग भन्ने बित्तिकै कस्तो रमाइलो आनन्द र शान्तिले भरिएको ठाउँ होला भनेर कल्पना गर्छौं। हो प्रियहरू, वास्तविक स्वर्ग छ। स्वर्ग हामीले सोचे भन्दा अझ धेरै अलौकिक किसिमले आनन्द र शान्तिले भरिएको एउटा पवित्र ठाउँ हो, जहाँ सृष्टिकर्ता परमेश्वर स्वयं विराजमान हुनुहुन्छ। प्रिय मित्र, तपाईले फ्लाइटमा यात्रा गर्ने यात्रुहरूलाई सोध्नुहोस्। सबै यात्रुहरूलाई आफ्नो गन्तव्य स्थान थाहा हुन्छ र आफ्नो गन्तव्य स्थानप्रति उनीहरू सुनिश्चित हुन्छन् र आफ्नो उडान चालक यानि कि पाइलट प्रति दृढ विश्वास गरेका हुन्छन् कि उसले अवश्य आफ्नो गन्तव्य स्थानमा पुर्याउनेछ। प्रिय मित्रहरू, हामी यो संसारमा कुनै यात्री जस्तै हौं र आफ्नो गन्तव्य स्थान स्वर्ग जानको लागि एकजना असल र विश्वासयोग्य चालकको आवश्यक छ। त्यो अनन्तको घर स्वर्गमा पुर्याउने एकमात्र विश्वासयोग्य चालक चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। सुसमाचार यूहन्नाको पुस्तक 14 अध्यायको 6 पदमा प्रभु येशू ख्रीष्टले भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। प्रिय मित्रहरू, स्वर्ग जाने बाटो प्रभु येशू स्वयं हुनुहुन्छ। पापबाट मुक्ति केवल प्रभु येशू ख्रीष्टमा मात्र छ। प्रेरित 4 अध्यायको 12 पद। पैसाले सबै कुरा किन्न सकिएला, तर साँचो मुक्ति पैसाले किन्न सकिँदैन। असल काम गरेर दान दक्षिणा दिएर पनि उद्धार पाउन सकिँदैन। प्रभु येशू पापको घातक रोगलाई निको पार्ने एकमात्र औषधि हुनुहुन्छ। उहाँ चाहिँ नरकको कहिल्यै ननिभ्ने आगोको भयभीत अनन्त पीडाहरूबाट उम्कने एकमात्र बाटो हुनुहुन्छ। प्रिय मित्रहरू, आजै प्रभु येशूलाई विश्वास गर्नुहोस्, उहाँलाई ग्रहण गर्नुहोस् र मुक्ति तपाईको हुनेछ। उहाँ स्वर्ग जाने एकमात्र बाटो हुनुहुन्छ। प्रभु येशू ख्रीष्ट जीवन हुनुहुन्छ। जतिले उहाँलाई ग्रहण गर्छन् उनीहरूसँग अनन्त जीवन छ।